जय गुरु गोरखनाथ। ओम आदेश। गोरख से यात्रा मिडिया मार्फत आज पनि गोरख से ग्लोबलाइजेसन कार्यक्रमको प्रस्तोता म राजु बस्याल यहाँहरु समक्ष उपस्थित भइसकेको छु र आजको हाम्रो टपिक छ एलियन्सहरु, जसलाई एक्स्ट्रा टेरेस्ट्रियल पनि भनिन्छ आदरणीय दर्शकबिन, अथवा यूएफओ अनआइडेन्टिफाइङ फ्लाइङ अब्जेक्ट अथवा यूएपी अनआइडेन्टिफाइङ एरियल फेनोमेनन भनेर पनि आजभोलि भनिन्छ। तर जेनरली यो एलियनहरूले अथवा एक्स्ट्रा टेरेस्ट्रियलहरूले चाहिँ हामीलाई एलियन भनेको हामीलाई खुसी लागेको छैन अथवा यूएपी यूएफओ यस्तो भनेको चाहिँ हामीलाई मन परेको छैन भनेर पनि न्युजहरू आइरहेको छ। उहाँहरूलाई चाहिँ एक्स्ट्रा टेरेस्ट्रियल भन्नुपर्छ रे अथवा उहाँहरूको त्यो गुनासो छ भन्ने कुरा आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे 8, 2026 अहिले हामी जुनमा छौँ, मे 8 आजभन्दा लगभग 1 महिना जस्तो अगाडि उहाँले यूएफओ अथवा यो एलियन सम्बन्धी डकुमेन्ट डिक्लासिफाइड गर्नुभएको छ, रिलिज गर्नुभएको छ। एक किसिमले भन्दाखेरि त्यसमा चाहिँ 4 किसिमको एलियनहरूको बारेमा उहाँले त्यो डकुमेन्टले बताएको छ। ग्रे एलियन, त्यसपछि नर्डिक्स एलियन, त्यसपछि रेप्टिलियन अथवा लिजार्ड, त्यसपछि इन्सेक्टोइड्स। 4 किसिमको एलियनहरू ग्रे, नर्डिक्स, रेप्टिलियन अथवा लिजार्ड र इन्सेक्टोइड्सहरू। जुन इन्सेक्टोइड्सहरू चाहिँ यो मरुभूमिमा बस्छन् हैन, अथवा बेस क्याम्पहरू पनि बनाएर बसेको हुन सक्छन् तलपट्टि। रेप्टिलियन्स, लिजार्ड रेप्टिलियनहरू जमिन मुनि बस्छन् अथवा समुद्र मुनि बस्छन्। त्यसपछि त्यसै गरी ग्रे र नर्डिक्सहरू पनि स्पेसमा पनि बस्छन् र दे आर मोर लाइक रेप्टिलियन्स एन्ड ग्रेहरू चाहिँ अलिकति रिग्रेसिभ इटीहरू हुन्, अलिकति हानिकारक इटीहरू हुन् भन्ने खालको कुराहरू छ। अब यहाँ मैले एक्स्ट्रा टेरेस्ट्रियलको बारेमा बताउँदाखेरि तपाईँलाई रामायण र महाभारतमा पहिला लैजान्छु, त्यसले गर्दा बुझ्न सजिलो हुन्छ। रामायण कालमा भगवान रामका भाइ लक्ष्मण चाहिँ शेषनागका अवतार हुनुहुन्थ्यो अनि जब लङ्का विजय भएर जब उहाँहरू जानुभयो त्यसपछि उहाँ समाधि लिने बेलामा चाहिँ सरयू नदीमा जानुभयो अनि त्यसपछि नाग बनेर फेरि पोर्टल मार्फत उहाँ समुद्रको तल जानुभयो भन्ने भनाइ छ। त्यो चाहिँ रेप्टिलियन लिजार्ड बिइङ भन्ने कुराको संकेत गर्छ यसले। अनि सेप शिफ्टिङ पनि, उहाँ एउटा ह्युमन फर्ममा हुनुहुन्थ्यो, उहाँ सर्पको फर्ममा जानुभयो, त्यसपछि देन ही वेन्ट टु ओसन अनि उहाँ नै अवतरित भएर फेरि कृष्णको पालामा द्वापर युगमा चाहिँ बलराम बनेर आउनुभएको थियो। त्यसैले रेप्टिलियन बिइङहरू अथवा लिजार्ड बिइङहरू, इटी बिइङहरू चाहिँ हाम्रो अस्तित्वमा यो पृथ्वीमा अहिले नयाँ आएका होइनन्, यी सदियौंदेखि नै छन्। हामीले यो कुरा बुझ्नुपर्छ एकदमै क्लियरली है। एक किसिमले भन्दाखेरि यो धरती भनेको मानवको मात्रै होइन, अथवा अहिले हामीले जुन अहिलेसम्म जानिरहेका थियौँ मानव सबभन्दा सुप्रिम हो अनि त्यसपछि अरू बिइङहरू, प्राणीहरू छन्, रुखबिरुवाहरू छन् अथवा समुद्रका जीवहरू चाहिँ एक्वेटिक्स एनिमल्सहरू छन् भन्ने थियो। त्यस्तो बिल्कुलै होइन। यो इटी सभ्यता एक्स्ट्रा टेरेस्ट्रियलहरू, एक्स्ट्रा टेरेस्ट्रियल भनेको हामी बस्ने टेरिटोरी भन्दा बियोन्ड पनि बस्न सक्ने क्षमता भएका के, जस्तो समुद्रको तल बस्न सक्ने अनि जमिन मुनि बस्न सक्ने, त्यसपछि सूक्ष्म जगतमा मल्टी डाइमेन्सनल वर्ल्डमा बस्न सक्ने हामी यही हुनुहुन्छ, तर मल्टी डाइमेन्सनल वर्ल्डमा हुनुहुन्छ, 4D मा 5D मा हुनुहुन्छ, जसलाई हामीले चिन्न सक्दैन। मैले तपाईहरुलाई उहाँहरूको बारेमा केही एक्जाम्पल दिन्छु। जस्तो महाभारतको कालमा तपाई जानुभयो भने कुन्ती, कर्णकी माता कुन्ती, पाण्डवहरूकी आमा कुन्ती लाई चाहिँ इन्टरप्लानेटरी च्यानलिङ गर्ने उहाँसँग सिद्धि थियो, जुन सिद्धि चाहिँ दुर्वासा ऋषिले दिनुभएको थियो। उहाँले पहिला च्यानलिङ गर्नुभयो सूर्यदेवलाई, सूर्यदेव मार्फत कर्णजी जन्मिनुभयो। सो सूर्यदेव र कुन्तीको समागमबाट कर्ण जुन जन्मिनुभयो भनेको त्यस सूर्यदेवको एक्स्ट्रा टेरेस्ट्रियल बिइङको बच्चा चाहिँ पृथ्वीमा आउनुभएको थियो। सो इन अ वे कर्ण पनि एक्स्ट्रा टेरेस्ट्रियल हुनुहुन्थ्यो। सो हियर को सिद्धिहरू थियो, त्यो कुरा यहाँलाई थाहा छ। त्यसै गरी यता पाण्डवहरूको केसमा, अरू पञ्चपाण्डवहरूको केसमा हेर्दाखेरि कुन्तीले पछि धर्मराज यमराजजीलाई च्यानलिङ गर्नुभयो, त्यसमार्फत युधिष्ठिरजी जन्मिनुभयो। त्यसै गरी वायुदेवलाई च्यानलिङ गर्नुभयो, भीम जन्मिनुभयो। त्यसै गरी देवराज इन्द्रलाई च्यानलिङ गर्नुभयो, त्यसपछि अर्जुन जन्मे। पछि यता माद्रीले फेरि अश्विनी कुमारहरूलाई च्यानलिङ गरेर नकुल र सहदेवहरू जन्मे। यसको मतलब के हो? यसको मतलब हो यमराजको सन्तान, वायुदेवको सन्तान र इन्द्रको सन्तान, स्वर्गबाट यमराज मतलब यमलोकबाट र वायुलोकबाट र सूर्यलोकका एक्स्ट्रा टेरेस्ट्रियलहरूको आफ्नो बीज, आफ्नो सन्तान पृथ्वीमा जन्मेका थिए। सो द्याट्स अ इटी बिइङ, एक्स्ट्रा टेरेस्ट्रियल बिइङ हो। यो पृथ्वी सदियौंदेखि नै एक्स्ट्रा टेरेस्ट्रियलहरूको कोलोनी हो। तपाईले मान्नुस् या नमान्नुस्,
यो धरती त्यतातिर जाँदैछ। अहिले म पछि हामी बिस्तारै भन्दै जान्छौँ कसरी सारा संसारको अहिलेको टेक्नोलोजी, अहिलेका प्रधानमन्त्रीहरू, राष्ट्रपतिहरू, राजनेताहरू, राजाहरू कसरी एक्स्ट्रा टेरेस्ट्रियल बिइङहरूबाट नियन्त्रित छन् मैले तपाईँलाई पछि भन्दै जानेछु। अहिले खालि सङ्केत मात्रै गर्छु। 1954 मा तत्कालीन अमेरिकी राष्ट्रपति आइजनहावरसँग चाहिँ ग्रे एलियनहरूले भेटेको, त्यसपछि चाहिँ यो ग्यालेक्टिक फेडरेसनले आइजनहावरलाई चाहिँ ग्रे एलियनहरूसँग चाहिँ कोअर्डिनेसन गरेर काम नगर्नु, कुनै सेयरिङहरू नगर्नु, बरु हामीले ग्यालेक्टिक फेडरेसनले अरू टेक्नोलोजी दिन्छ भन्दै अमेरिकी राष्ट्रपति आइजनहावरलाई ठगेर MJ-12 मेजेस्टिक 12हरूले चाहिँ सेक्रेटली ट्रिटी गरेपछि यो टेक्नोलोजीहरू आयो। त्यसपछि कसरी डिप स्टेटले हाइज्याक गर्यो भन्ने कुराहरूको पछाडि धेरै कुराहरू छ। त्यसै गरी रामायणमा तपाईँ आउनुभयो भने फेरि हनुमानजी महाराज त्यहाँ हुनुहुन्छ होइन। हनुमानजी आफैमा वायुपुत्र हुनुहुन्थ्यो र हनुमानजीले उडेर सूर्यलाई चाहिँ त्यो निल्नु भएको भन्ने कुराहरू छ, निल्न जानुभएको भन्ने कुराहरू छ होइन। त्यसले चाहिँ के जनाउँछ भने इन्टरप्लानेटरी च्यानल सिस्टम। हनुमानजी वाज अ लेभिटेटर, उहाँ उड्न सक्नुहुन्थ्यो, लेभिटेसन गर्न सक्नुहुन्थ्यो। हनुमानजी वाज अ ओसियोनोग्राफर, हाइड्रोग्राफर, यो साइन्टिस्ट हुनुहुन्थ्यो। भनेको हनुमानजी चाहिँ के हुनुहुन्थ्यो भन्दा रुद्रको अवतार हुनुहुन्थ्यो। भनेपछि एक्स्ट्रा टेरेस्ट्रियलहरूको मतलब कोलोनी भयो नि त पृथ्वी। त्यसैले धरती अहिले पनि एक्स्ट्रा टेरेस्ट्रियलहरूको नियन्त्रणमा छ। त्यसैले अहिले संसारमा पोलिटिकल्ली जे भइरहेछ, टेक्नोलोजिकली जे भइरहेछ, यो कुरा चाहिँ सिम्पली मानिसहरूको हातमा मात्रै छैन, एक्स्ट्रा टेरेस्ट्रियलहरूको हातमा छ। र पृथ्वीमा अझै छिटै बिस्तारै अरू डिस्क्लोजरहरू हुनेछ। इटीहरूको मदरसिप जस्तो एन्ड्रोमेडा ग्यालेक्सीबाट, त्यसै गरी प्लेडियन ग्यालेक्सीबाट होइन, त्यसै गरी अरू थुप्रै ग्यालेक्सीहरूबाट चाहिँ यहाँ बिइङ्सहरू आउनुहुनेछ, उहाँहरूको मदरसिप ल्यान्डिङ हुनेछ भनेर ग्यालेक्टिक फेडरेसनले भनेको भनै छ। त्यस कारणले एलियन्सहरू अथवा एक्स्ट्रा टेरेस्ट्रियलहरू बिइङकोहरूको बारेमा अध्ययन अनुसन्धान गर्नुहुन मैले आजको यो गोरक्ष ग्लोबलाइजेसन कार्यक्रम मार्फत यहाँहरू सबैलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। धन्यवाद।